गुरु नमस्कार। नमस्कार। अहिले अब जुन पाथिभरा माता जो विष सेवन गर्नुभएको थियो होइन, अहिले उहाँ हस्पिटलबाट आएर तङ्ग्रिएर एकजना महिलालाई बोक्सियोस् भन्दै अश्लील शब्दहरू भनेर गाली गरेर उनलाई कुटपिट गरेर भिडियो बनाउन लगाएर खुट्टा नै चाट भनेर उहाँलाई चाहिँ त्यस्तो कुटेर भिडियो उहाँले सामाजिक सञ्जालमा हालिसक्नुभयो र हालेर उहाँलाई अहिले प्रहरीले हिरासतमा लिएको छ। के भन्नुहुन्छ तपाईँहरू जस्तो गुरुहरूले यस्तो एउटा सर्वसाधारण महिलालाई कुट्न मिल्छ? जुन मैले पहिले पनि भनेको थिएँ होइन, हाम्रो धर्म, हाम्रो संस्कार संस्कृतिमाथि चाहिँ संस्कार र संस्कृति बोकेका व्यक्तिहरूले प्रहार गर्छन् भनेको थिएँ। त्यही प्रकारको अहिले प्रहार भइराखेको छ। एउटा चेलीले केही दिन अगाडि चाहिँ धामी झाँक्रीका चाहिँ श्रीमतीहरू त्यही उहाँले जुन प्रकारको पाथिभरा माताले गरेको व्यवहार जस्तै एउटा चेलीले मिडियामा गरिराख्नु भएको थियो, बोलिराख्नु भएको थियो। मैले उहाँलाई प्रश्न पनि गरेको थिएँ। जुन उहाँले त अर्को पनि के आरोप लगाउनु भएको थियो भने भोलेनाथको माता पार्वती चाहिँ फलानु थोक हुन्छ भनेर उहाँले भन्नुभएको थियो। त्यसको उहाँले पुष्टि गरिसक्नु भएको छैन। अनि नेपालको गृह मन्त्रालयले नेपालको चाहिँ कानुन, नेपालको चाहिँ धर्म संस्कार र संरक्षण गर्ने भन्ने जुन पर्यटन संस्कृति विभाग चाहिँ कहाँ कुन दुलोमा सुत्नु भएको छ, कहाँ लुक्नु भएको जस्तो हामीले अनुभव भएको छ। अनि विभिन्न प्रकारका मैले झाँक्री माताहरूलाई विगत वर्षदेखि भन्दै गरेको थिएँ। रहँदै गयो कि जुन सुर्खेती पाथिभरा माता भनेर चिनिएकी जुन एउटा महिलाको भेष धारण गर्नुभएको पुरुषले कुट्नु भएको हो क्या गुरु? कहाँ कुरा गर्नु? महिलालाई पुरुषले कुट्नु भएको उहाँले चाहिँ फलानु थोक अब बोक्सी भनेर चाहिँ उहाँले भन्नुभयो भन्ने कुरा आइराखेको छ। अब यो कतिसम्म सत्य हो या असत्य हो या कुटेकै भरले लगेको हो, अब यसको त छानबिन होला होइन, छानबिनको पर्यटन होला। त्यहाँका चाहिँ सत्यम सुन्दरम संस्थाका पदाधिकारीहरूले छानबिन गर्नुहुन्छ। अब यो भनेको मैले पहिला पनि भनेको थिएँ, यस्ता चिजहरू हुँदैन जुन जसले बोक्सी आरोप लगाउँछन् धामी झाँक्रीहरू माताहरूले। त्यस्ता व्यक्तिहरूलाई चाहिँ कानुनी कारबाही गरी तिनलाई चाहिँ कडाभन्दा कडा सजाय दिनुपर्छ भनेर मैले पहिला विगतदेखि वर्षदेखि भन्दै गरेको थिएँ। तर यी घटनाहरू चाहिँ फेरि किन आइयो, किन ल्याइयो, किन सकामा ल्याइयो भन्ने कुरा पनि बुझ्नुपर्छ। अस्ति एउटा चेलीले चाहिँ झाँक्रीका वन झाँक्रीका चाहिँ श्रीमती फलाना थोक हुन्छ उही बोक्सी भनेर चाहिँ त्यो चाहिँ छोरी चेलीले बोलिराख्नु भएको थियो। अब त्यस्ता कुराहरू नबोल्नु मैले पटक पटक पनि साइबर विवरण गरेर माफी माग्नुभयो, उहाँलाई पनि माफी दिए हिन्दू सङ्गठनले। अब जुन पाथिभरा माताले उहाँलाई बोक्सी आरोप लगाएर कुटपिट गर्नुभएको छ, अब उहाँलाई माफी दिइहाल्छन्। तपाईँ जस्तो गुरुलाई त फाइदा हुनुभयो नि त। हामी जस्तो गुरुलाई कहाँको फाइदा हुने? यो त धर्ममाथि प्रहार भएको, हामीलाई केही फाइदा हुँदैन यसमा त। अब हामीले झन् नोक्सान र झन् दुर्घटनातिर जाने चाहिँ अवस्था रहेको छ। धर्म संस्कार संस्कृति, आफ्नो देव धर्म, देव पद्धति, देव ज्ञान तन्त्र साधनाको परिवेशलाई कसले सिद्ध्याउन खोज्दैछ भन्दाखेरि नजिकै केही धर्म र विदेशी धर्मको बातको चाहिँ जुन प्रकारको चाहिँ त्यसले चाहिँ विभिन्न प्रकारका माता झाँक्रीहरू जुन सङ्गठन खोलेर बस्छन्, त्यही सङ्गठनले गर्दाखेरि यो चाहिँ क्रियाकलाप नराम्रो एउटा सोचहरू आइराखेको छ। मैले पटक पटक भनेको छु, मानवमा एउटा सोचहरू नराम्रो भएको छ। त्यसलाई कसरी शुद्धिकरण गर्नुपर्छ भन्ने कुरा धर्म संस्कार र संस्कृतिले पनि गर्नुपर्छ। धामी झाँक्री माताहरू शुद्धिकरण हुनुहोस्, सुध्रिनु पर्यो। यस्ता शब्दहरू नगर्नुहोस्। जुन प्रकारको टिकटकमा फेसबुकहरूमा यस्ता न्युजहरू उहाँले चाहिँ क्रियाकलाप गरेका, कसैलाई फुकेका होइन, त्यस्ता प्रकारका चाहिँ नदेखाउनुहोस्। जिब्रो निकाल्ने, हाँ गर्ने, हुँ गर्ने, विज्ञापन गर्ने तरिकाहरू छुट्टै छ। फोन नम्बर दिने, म फलानु फलानु चाहिँ कार्य गर्छु, तपाईँहरू मेरो चाहिँ आश्रम यहाँ छ, यहाँ आउनुहोस् भनेर त्यो प्रकारले प्रचार गर्न मिल्छ फोन नम्बर हालेर। अझ मैले त के भनेको थिएँ, ओडामा चाहिँ ओडामा दर्ता गर्नुपर्छ। त्यो ओडामा ओडा अध्यक्षहरूले पनि चाहिँ भनौँ त्यसको चाहिँ निरीक्षण गर्नुपर्छ। को झाँक्रीहरू छन्, को चाहिँ पुजारीहरू छन्, को चाहिँ तपाईँको ज्योतिषहरू छन्, को चाहिँ तपाईँको बाहुन छन्। यी वर्गको त चाहिँ ओडाका प्रतिनिधिहरूले त्यहाँ चाहिँ हेर्नुपर्ने। त्यो नहेरेको कारणले गर्दा यस्ता दुर्घटनाहरू घटेका छन्। अहिले धर्ममा चारैतिरबाट चाहिँ भनौँ वार गर्न थालेका छन्। चारैतिरबाट चाहिँ हाम्रो नेपालको देव धर्म, देव पद्धति, देव संस्कार, देव राज्य, देव ज्ञान र देव संस्कारमाथि प्रहार भएको छ। म के भन्न चाहन्छु भने एउटाले गल्ती गर्यो भने त्यसलाई दण्ड सजाय हुनुपर्छ क्या। यहाँ चाहिँ अनमाफी दिएर त्यो एउटा छोरी चेली भनेर कलिली भनेर त्यो प्रकारले दिए नि। उनले त माता पार्वती चाहिँ शिवको चाहिँ माता पार्वतीलाई नै दोष लगाउनु भएको भनौँ न, एउटा शिवको चाहिँ श्रीमतीलाई पनि दोष लगाउनु भएको छ। अनि नेपालका हिन्दू धर्मका सङ्गठनहरू, नेपालको पशुपतिनाथमा चाहिँ भोलेनाथको पूजा गर्ने भट्टहरू होइन, त्यहाँको चाहिँ भण्डारीहरू, त्यहाँका सेया सुसारेहरू, त्यहाँको विकास कोषहरू भनेको चाहिँ कहाँ चाहिँ उही लुटेर खाने भगवानको नाममा, माता पार्वतीको नाममा होइन, विभिन्न प्रकारको नाममा चाहिँ लुटी खाने एउटा चाहिँ
ठै खानीको धन्दा भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यी ठएर खानी लुटेर खानी भगवानका नाममा यो कुराले गर्दाखेरि जुन प्रकारको धामी झाँक्रीले गरेका गल्ती धेरै प्रकारका गल्ती छन्, त्यसलाई सुधार्दै जानुपर्छ, शुद्धिकरण हुँदै जानुपर्छ भनेर मैले धेरै विगत वर्षदेखि उठाएका पनि कुरा हुन्। अर्को कुरा तपाईँले भनेका जस्तै जुन प्रकारको बोक्सी हुँदैन भनेर मैले पटक पटक भनेको छु। एउटा चाहिँ केही परिवेशहरूलाई दोष देखाइएको छ, त्यो दोष देखाउन हुँदैन। यसरी कुटपिट जसले गरेको छ त्यसलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। जे जस्तै भए पनि एउटा चाहिँ आमा, एउटा चाहिँ दिदी, एउटा चाहिँ बहिनी, एउटा चाहिँ छोरी आफ्नो चाहिँ भक्तजन आयो, कसैले टिपटपमा गाली गर्यो, कसैले कमेन्ट गरेकै भरमा कुट्ने, या चाहिँ टिपटपमा भनेकै भरमा कुट्ने, टिपटपमा भनेकै भरमा झेलमा लाने, अनलाइनमा भनेकै भरमा झेल लाने हो नि त। यो अनलाइन टिपटपहरू होइन, यो विभिन्न सामाजिक सञ्जालहरू सबै बन्द गरिदिएको भइगयो नि त। यसले गर्दा विकृति छाडापन भइराखेको छ। अनि हाम्रा छोरीहरूले जे बोले पनि सही हो नि, अनि उनीहरूले चाहिँ गल्ती, छोरी चेलीले गर्यो, महिलाले गर्यो भने सबै कुरा माफी हुने, यो हुन्छ काहीँ कानुनमा कुरा गर्नुहुन्छ? कानुनमा केही दुईतरी छ? सुन्नुहोस् न, हिन्दू सङ्गठनले माफी दिए सबै माफी हुँदो रहेछ। हिन्दू सङ्गठन भनेको जुन प्रकारको हाम्रो देवता, देव धर्म, देव पद्धतिमाथि, तन्त्र साधनामाथि, झाँक्रीहरूमाथि र माताहरूमाथि प्रहार गर्ने एउटा चाहिँ अंश हो भनेर भन्छु। एउटा चाहिँ विदेशबाट आयातित भएको धर्म, त्यसलाई धर्म भनिन्न, त्यसलाई राजनीतिकरणको गरिराखेको छ। अहिले पनि जुन प्रकारको चाहिँ भनौँ कुनै ठाउँमा दङ्गा र हिंसा गरिराखेको छ। हाम्रो जुन प्रकारको बोलबम भन्ने कुराको परिवेश हाम्रो नेपालमा छँदा पनि थिएन। चाहिँ आफै जल लिएर गइन्थ्यो, पशुपतिनाथलाई चढाइन्थ्यो, अन्य शिव मन्दिरमा चढाइन्थ्यो। यस्तो झगडा लडाइँ भनेको कहिलेकाहीँ त्यो जात्रा पात्रामा हुन्थ्यो। तर यस्तो प्रकारको चाहिँ आज चाहिँ भनौँ साउन महिनामा यस्तो युद्ध जस्तो भइराखेको छ। तराईदेखि लिएर पश्चिमदेखि लिएर पूर्वसम्मको चाहिँ नराम्रो छाप तराईपट्टि भइराखेको अवस्था छ। अनि एउटा जाति र धर्मबीच एउटा चाहिँ युद्ध गराइराखेको छ भने यो भारतले चाहिँ नेपालमा गर्न खोजेको चाहिँ के हो? भारत, मैले त्यही भएर भने भारतीय एम्बेसी हटाउनुपर्छ, अमेरिकन एम्बेसी यहाँबाट चाहिँ खारिज गर्नुपर्छ, यो नेपालमा राख्न हुँदैन भनेको कारण के हो भने यिनीहरूले धर्ममा युद्ध गराएर विभिन्न प्रकारका सङ्गठन खोल्न लगाउने। हिन्दू धर्म भनेको एउटै हो नि त छ भने त्यो हिन्दू भनेको के हो पहिला बुझाउनु पर्यो, जनतालाई जनमानसमा बुझाइदिनु पर्यो। अनि उनीहरू राजनीति गर्ने, खोल ओढ्ने, गुन्डागर्दी गर्ने, धम्काउने, अब भनौँ न तन्त्र साधनामा पूजा गरेको छ भने ए यस्तो पूजा किन गरिस् भनेर हिन्दू धर्मको व्यक्तिले चाहिँ गाली गर्छ, गाली विजेत गर्छ। अनि त्यसलाई चाहिँ मुद्दा नलाग्ने, अनि फेरि यहाँ फलानुले यस्तो भनौँ, ढिस्काले यस्तो भनौँ भनेर चाहिँ हिन्दू धर्मका व्यक्ति चाहिँ आफू चोखो हुनको लागि, आफू त्यहाँबाट चाहिँ फाइदा लिनको लागि जुन प्रकारको चाहिँ उहाँलाई माफी दिएका छन्। त्यो अहिले त्यो छोरी चेलीले भनेको थियो नि, हामीले भनेको भए नि 6 महिना 1 वर्ष चाहिँ 5 वर्षसम्म जेलमा हाल्थ्यो होला कानुनले। तर त्यो छोरी चेलीले भन्यो भन्दैन त्यो शब्द भन्दाखेरि त्यसलाई किन माफी दिने? तिनलाई पनि लगेर कडाभन्दा कडा सजाय दिनु पर्थ्यो नि। मैले भनेको थिएँ नि यिनलाई सजाय दिनु पर्थ्यो, सजाय दिएन। त्यस कारणले गर्दा पाठी भएर माताले पनि ती शब्दहरू प्रयोग गर्नुभएको छ। गल्ती कहाँबाट भयो तपाईँ बुझ्नुहोस्। त्यो 21-22 वर्षको चेलीले गल्ती गरेको हो नि त, उसलाई सजाय दिएको भए त्यो पाठी भएर जस्ता अन्य माता जस्ता अन्य चेलीबेटी अन्य चाहिँ युवाहरूले यस्ता शब्दहरू प्रयोग गर्दैन थिए। यस्ता शब्दहरू धेरै प्रयोग भइराखेको छ। त्यस कारणले म के भन्न चाहन्छु भने अहिलेको गृह मन्त्रालय, अहिलेको नेपाल सरकारले कानुनी कारबाही गरी हिन्दू धर्मका सङ्गठनहरू खारिज हुनुपर्छ, जुन प्रकारका झाँक्री सङ्घहरू खारिज हुनुपर्छ, जुन प्रकारको तपाईँको चाहिँ सङ्घहरू सबै खारिज हुनुपर्छ। सङ्घमा बसेर जुन प्रकारको धन्दा मचाउने काम भएको छ, लुट्ने काम भएको छ, अनि झाँक्रीले चाहिँ तपाईँको आश्रम खोल्न मिल्दैन, झाँक्री सङ्घहरू खोल्न मिल्दैन कुनै पनि सङ्घ खोल्यो भने, किनभने त्यसमा चाहिँ धेरै जमात हुने अनि दबाब दिने। अनि त्यही दबाबले चाहिँ तपाईँको हिन्दू धर्म झाँक्री सङ्घ के गएर चाहिँ त्यो एउटा चेलीलाई किन माफी दिएको? तिनलाई त केही दिन राखेर किन यस्तो बोल्यो, कसले बोल्न लगायो, विभिन्न प्रकारका चाहिँ त्यहाँ छानबिन गर्नु पर्थ्यो अनि त्यत्तिकै छोडिदिने। उनलाई छोडेर पनि छानबिन गर्नु पर्थ्यो। अहिले उहाँ बोलिराख्नु भएको छ, ट्याउ 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 बोलिराख्नु भएको छ होइन। हाम्रो धर्ममाथि उहाँले प्रहार गर्यो। जुन राधिका देवीलाई चाहिँ दोष लगाउनु भएको थियो, अब दोषी छन् भने कारबाही हुँदैछ, छानबिन हुँदै होला नि त। अनि उनले आएर चाहिँ अनलाइनमा बोल्ने, युट्युबमा बोल्ने, टिकटकमा बोलिराख्नु भएको छ। त्यस कारणले हामी साइबर ब्युरोले जुन प्रकारका भन्छौँ चाहिँ भनौँ त्यो चाहिँ विद्युत चाहिँ परिवेशबाट जुन चलेका अनलाइनहरूलाई विभिन्न प्रकारका टिकटकहरूलाई चाहिँ कुन प्रकारले भने झाँक्रीहरूले हालेका कुराहरू त्यो चाहिँ प्रतिबन्ध लगाएर ती विभिन्न प्रकारका चाहिँ झाँक्रीहरूले गरेका क्रियाकलाप हालेका टिकटकहरूमा, युट्युबहरूमा त्यो सबै चाहिँ त्यहाँ चाहिँ भनौँ हटाउन लगाउनु पर्थ्यो। झाँक्री सङ्घलाई बोलाएर बोक्सी त हुँदैन, बोक्सी हुँदैन, यो नचाहिने कुरा गरेका हुन्, अखबार फैलेका हुन्। हजुर
किन उनले कुटपिट गरिन् मैले अब उनले अब खोइ अब नै पुरानो दुश्मनी थियो कि न कुनै बेला आएर चाहिँ उपचार गरेको थियो कि होइन केही न लिनदिनको थियो कि यी विभिन्न कुराहरू हुन्छन् कतै हिँड्दाखेरि गाली बेइज्जती गर्नुभएको थियो कि उहाँ आमाले होइन त यस्तै होस् भनेर भनेको थियो कि होइन अब पुरुष मान्छे कसरी चाहिँ माता पाथी भएर भइन् के अरे आउन सक्छ तर पहिरन चाहिँ छोरीचेलीको लगाउनु भएको छ होइन पहिरन त्यस्तो लगाइसकेपछि उहाँ डिप्रेसनमा परे हो कि उहाँलाई राँचीतिर लगेर उपचार गर्ने हो कि होइन राज्यले बरु उहाँलाई चाहिँ अलिक राम्रोसँग उपचार गरेर जुन प्रकारको हस्पिटल राँचीतिर अब कतैतिर लगेर मानसिक टर्चर भएको हो कि होइन जुन प्रकारको चाहिँ एउटा चेलीले त्यस्तो भनिसकेपछि उहाँले जुन प्रकारको विष सेवन गरेर हस्पिटलबाट आइसकेपछि उहाँको मानसिक अलिक घुमेको जस्तो मलाई अनुभव भएको छ त्यसमा सरकारले चाहिँ उपचार गर्नुपर्छ उहाँलाई चाहिँ जुन प्रकारको चाहिँ भनौँ एउटा चेलीलाई चाहिँ लगेर जेलमा बस्ने अनि अर्को झाँक्री माताले यस्तो भने भनेर चाहिँ उसलाई जेलमा अब कानुनले के गर्छ छानबिन गर्ला होइन के अरे दोषी किन हुँदैन माफी दिन हुँदैन केही दिन भने पनि उसलाई छानबिन गर्नुपर्छ के कारणले यी घटनाहरू घटे यस विषयमा चाहिँ गृह मन्त्रालय र त्यहाँका डिएसपी साहब इन्सपेक्टर साहबहरू को हुनुहुन्छ उहाँहरूले यसको चाहिँ तथ्य सत्य छानबिन गरेर सार्वजनिक गर्न तराईमा त त्यो अब फोहोर आची शुद्ध घोलेर बोक्सी भनेर खुवाएको छ नि त अब यस्तो घटनाले गर्दाखेरि समाज त भाँडिने भयो नि त भाँडिने भयो समाज त अब तपाईँको भनौँ न हिजो अस्ति चाहिँ एउटा बालबच्चा मर्यो यो चाहिँ के अरे रथ यात्रा गर्दैखेरि होइन बोलबमको लागि ती प्रकारका चाहिँ भनौँ माइकहरू नबजाउनु भनेर मैले भनेको थिएँ अनि त्यहाँबाट त्यही प्रकारको अहिले चाहिँ त्यसलाई ढाकछोप गर्न कोही चाहिँ त्यसलाई मातालाई कि पैसा दिएर उक्साएर बोल्न लगाएको हो कि होइन केस उता डाइभर्ट गर्नलाई यी पनि हुन सक्छन् त्यस कारणले हामीले के बुझ्नुपर्छ भने हाम्रो धर्ममाथि चाहिँ कसले प्रहार गरेको छ त हाम्रो संस्कृतिमाथि कसले प्रहार गरेको छ होइन विदेशी राज्यले गरेको छ कि विदेशी शासनले गरेको छ कि विदेशी डलरले गरेको छ कि विदेशी आइसीले गरेको छ कि यस विषयमा त नेपाल सरकारले गम्भीरतासँग छानबिन गरी कडाभन्दा कडा सजाय दिनुपर्छ दोषी चाहिँ उम्किन हुँदैन निर्दोष फस्न हुँदैन भन्ने भावना गर्न चाहन्छु हस्त नमस्ते जय पशुपतिनाथ।